तुम्हारे सामने से गुजरेंगे ना बाल भी तुझसे बाका होगा। और बेटा जब हमारी एंट्री होगी तो शोर नहीं धमाका होगा। मलाई बोल्न मौका दिनुभएकोमा घोषक महोदयज्यूलाई धेरै धेरै धन्यवाद। आदरणीय यस कार्यक्रमका सभापतिज्यू, संयोजकज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, गुरुवर्गका अभिभावकज्यू, जुनको जति र घाट तकिन छुट्याउनको लागि हातमा कापी र कलम लिएर बस्नु भएका हाम्रा निष्पक्ष निर्णायक मण्डलज्यू र यहाँ पाल्नु भएका सम्पूर्ण अतिथिगण, हाम्रो विद्यालयको प्रधान अध्यापक श्री राम आधार पासवान सरज्यू र सहायक प्रधान अध्यापक श्री पुष्पराज सरज्यू लगायत सम्पूर्ण गुरुवर्ग एवं मेरा प्यारा प्यारा साथी दिदीबहिनी दाजुभाइ, म कक्षा 8 मा अध्ययन गर्ने छात्र शेखर किलाको तर्फबाट स्वीकार्नुहोस् सबैलाई नमस्कार र सलाम। आज मिति 2081 साल 5 मा महिना 28 गते हाम्रो विद्यालयमा आयोजित वक्तृत्व कला प्रतियोगिताको शीर्षक बाल अधिकार। सुनाहौ सबै ध्यान दिएर, कामकाज अहिले सबै भुलेर, सुनाहौ सबै ध्यान दिएर, कामकाज अहिले सबै भुलेर बोल्दैछु यस गीतमा आज शीर्षक बाल अधिकार लिएर। अधिकार माग्दा माग्दै बाल बालिकाहरू पनि ठुला भइसके, इतिहासका पानामा लेखिएका अधिकारहरू यतिकै मेटिएर गइसके, बाल बालिकालाई शोषण गर्ने अपराधीहरू पनि कहाँ कहाँ हराइसके। अब अपराधीहरूसँग होइन हजुर, सरकारसँग अधिकार माग्दा बाल बालिका डराइसके। आमाको कोखबाट जन्मिनु पश्चात एउटा बालक वा बालिकाले पाउने अधिकारलाई बाल अधिकार भनिन्छ। मानिस भएर जन्मिसकेपछि एउटा बालक वा बालिकाले स्वस्थ खानपिन, पालन पोषण, आमा बुवाको माया र परिवारको साथ निश्चित रूपमा पाउनुपर्छ भनेर बाल अधिकारले जनाउँछ। द लिड अफ नेसन 1924 सेप्टेम्बर 16 मा बाल अधिकारको घोषणा गरिएको थियो। सन् 1989 मा नेपालले बाल अधिकारहरू भित्र आएको थियो र अहिले हेर्दा नेपालको संविधान 2072 सालको धारा 39 मा बाल अधिकारहरू चिटिक्क पारिएर देखिएको छ। त्यहाँ भनिएको छ एउटा बाल बालिका, एउटा बालक शान्तिपूर्वक जन्मिन पाउनुपर्छ, आफ्नो परिवारसँग बस्न पाउनुपर्छ, खेल्न कुद्न रमाउन पाउनुपर्छ, शिक्षित हुन पाउनुपर्छ, शोषित हुनबाट बस्न पाउनुपर्छ, आमा बुवा नभएको बेला जोगिन पाउनुपर्छ, उनले आमा बुवा जतिकै माया र ममता पाउनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा सभाध्यक्ष महोदय, शान्ति, समृद्धि र सुखसँग हुर्किन पाउनुपर्छ। बाल अधिकार भित्रिसकेपछि यो संसारमा लाखौँ करोडौँ बाल बालिकाहरूले आफ्नो अस्तित्व देख्न, भोग्न र त्यसको संरक्षण गर्न सिके। तर भनिन्छ नि नेपालको परिस्थितिलाई हेर्दाखेरि 60% बाल बालिकाहरू शिक्षित छन् र 40% तथा आँखा चिल्मिएर बिस्न मिलेन नि। अहिलेसम्म 60% का रूपमा बालिकाहरू ब्लत्केट हुनेछन्, तिनीहरूलाई पनि बिस्न मिलेन नि। लेखिएको होला संविधानको पानामा एउटा बालक र बालिका बीच लैङ्गिक भेदभाव हुनु हुँदैन भनेर, तर कसले सम्झाइदिने ती आँचामा रहेका बालक र बालिकालाई र त्यो बालिकालाई जो पराई धन ठानिएर पठाएको हुन्छन्, बालिका तिमी अर्काको घरमा होइन अहिले त विद्यालय जानुपर्छ भनेर। सहरी क्षेत्रमा त बाल अधिकारको न्यूनीकरण भइसक्यो, तर कसले सम्झाइदिने ती दुर्गम ठाउँमा रहेका सेरे भुटेर कालेलाई
राष्ट्रलाई यही विराम दिन चाहन्छु। हस्त धन्यवाद। जय देश जय नेपाल। धन्यवाद।